वेलकम बैक टू माय फर्स्ट ब्लॉग गाइस। आज यो मेरो जीवन को पहिलो वीडियो हो। आज हामी सबे जाना हिस्टोरिकल प्लेस अप्पर डाइंगदी मा जाँदै छौं। कस्तो राम्रो घामको छायासँग सो सबै अब माथि जाँदै छु। Lu larang. ले लु सर आउनु जसको बाँकी रहिसक्यो आउनु हान्नु न ल अनि यहाँ चाहिँ हामी गए अब माथि डाँडा माथि हामी त फेरि गएको थिए नि त लु हामी जाँदैछौँ कहाँ उपर दङगढी लो गाइस हामी अब जान लाग्यो उपर दङगढी यस एकचोटि हाला हो जाओ यस खोइ कोही हाला गरेन यार मजा आएन लु अब हामी एउटा ब्लगर अहिले एक दिनको लागि होइन होइन सोनु चौधरी हामीको सोनु तपाईँ चाहिँ सत्य प्रकाश लु हामी उकालो चढाउँदै गर्दाखेरि 12 मिनेटमा पुर्याएको थियो क्या माथि हो दादा हामी मरिहालेछ भन्दै थियो त्यस्तै भइरहेको छ होइन त त्यस्तै हो होइन सर हामी जाँदैछौँ यस उपर दङगढी यदि तपाईँहरू पनि यसरी नै जिन्दगीमा रमाइलो चाहनुहुन्छ भने डाइरेक्ट सेलिङ बिजनेस गर्नुहोस् घुम्न रुचाउनुहुन्छ आउनु जिन्दगी इन्जोय गर्न चाहनुहुन्छ डाइरेक्ट सेलिङ जिन्दाबाद ग्लोबल ओरेन्ज नेपाल जिन्दाबाद हामी फेरि पनि आइसक्यौँ लु कस्तो आइरहेको त्यही नि त कुन्डे के भयो रबिन सरलाई सोधौँ त आज सटरडे यस आज सटरडे आज त हाम्रो लागि इन्जोय डे हो ऊपर दङगढी नो इधर नहीं इधर उधर नहीं इधर भोलिको लागि उता यता के हाम्रो पछाडि आउनु न अब हामी अब जान लाग्यो के नि आज हामी यतातिर कता जान लाग्यो अमेरिका रे सस्ता अमेरिका होइन के फर्स्ट टाइम आउनेलाई त अमेरिका नै है मेरो त फर्स्ट टाइम नहीं हो आपका कितना फर्स्ट टाइम मेरा भी इधर फर्स्ट टाइम है लेकिन दूसरा ठाम भी जा चुका हूँ ये सर फर्स्ट टाइम होइन सेकेंड टाइम ए आज सेकेंड टाइम हजुर सर हजुरलाई जी हमारे तो काउंट ही नहीं है आपका फर्स्ट टाइम ल हाई नगर्नु न यहाँ के हेलो वेलकम टु सोनु सर ब्लग थ्याङ्क यू हामी पहाडमा माथि अमेरिका होइन के माथिबाट अमेरिका जान लागेको माथिबाट हेलिकप्टर आउँदैछ हजुर के लक्ष्मण शाही नाइस टु मिट यु अलि उहाँको फेस देखाउनु न फेस हो यस ल कस्तो मजाको लाग्यो है एउटा डाइलग भनिदिनु त भोलि पर्सि मेरो डाइरेक्ट पार्टनर बन्नु ल भन न भोलि पर्सि मेरो डाइरेक्ट पार्टनर भन्नु ल बिजनेस पार्टनर हुन्छ ल हजुरको याद राख्छु म ल एउटा डाइलग दिइहाल्नु त एउटा डाइलग कति वर्ष पुग्नु भयो 9 वर्ष ए ल ठ्याक्कै 9 वर्ष ल 9 वर्ष पछि फेरि भेटौँ ल मेरो नाम सोनु चौधरी भेट्नु ल ग्लोबल ओरेन्ज नेपालमै म हुन्छु अलि यतातिर जान लागि हिँड्नुहुन्छ खोइ घुम्न यस्तै अब मेरो पनि फर्स्ट टाइम हो क्या जानुहुन्छ आज राति यहीँ बस्ने हो क्या
यहाँ पनि छ ए अब उतातिर बसिसक्यो कता कुन चाहिँ तल ए कति हो र यहाँ बस्ने एउटा रुमको एउटा अँ 800 र 800 मा दिन्छ ल नेक्स्ट टाइम आउँछु ल पक्कै आउँछु के म त भाइ ल के फेरि पनि नाम भन्नु त बिर्सेँ म त लक्ष्मण शाही लक्ष्मण साई दिल जित्यो भाइ ल गले मिल्यो ल भाइ गले मिल्नु न ल गयो ल ढिला हुन्छ उफ आए माथि उफ यहाँ स्कुल छ है रबिन सर ऊ केटा त आफ्नै फाइदाको लागि कुरा गर्दो रहेछ भन्दैछ यहाँ पनि रुम छ बस्नुहुन्छ भने हेर्नुहोस् त त्यत्रो सानो बच्चा त डराएन आफ्नो बिजनेस गर्नको लागि तर हामी चाहिँ यत्रो भएर पनि आफ्नो बिजनेस गर्नलाई डराउँछ हो कि होइन डराना नहीं चाहिए इधर है ल क्यामेरा लगाउनु त कसको बाबा ल हामी फेरि अब यहाँ माथि आइसक्यौँ सबैजना यहीँ माथि नै हुनुहुन्छ यो चाहिँ स्कुल स्कुल यहाँ सबैजना फोटो सोटो उफो कस्तो मजाको भ्यू छ है हेर्नुहोस् त कस्तो मजाको भ्यू यार सबैजना यहाँ फोटो सोटो सुट हुँदैछ यहाँ अरूजना यहीँ आउँदैछ अनि हम लोग यहाँ परे कस्तो लाग्दैछ राम्रो लाग्दैछ भवाल रबिन सर बस ताली यति भएपछि काफी हो नि त काफी पुग्यो के यति भएपछि पुग्यो हामी पनि गरिदिउँ लगाइज हामी चाहिँ यहाँ फोटो तान्दैछौँ उतातिर अरू सरहरू एडमिसन गराइसक्नु भयो है एडमिसन गराइसक्नु है तपाईँहरू त आज भइसक्यो मात्र फर्स्ट सेकेन्ड थर्ड फेल त कोही छैन अनि टिचर चाहिँ हाम्रो धन सर ए उनीहरूको ब्रेक छ है प्रिन्सिपल ल म चाहिँ भोइस प्रिन्सिपल अनि यहाँ सुन्नु न हाम्रो प्रिन्सिपल र सरले आज हामीलाई स्कुलमा भोज खुवाउँदै हुनुहुन्छ लोकल भाले काटेर किचन उता छ ए खोइ म एकचोटि किचन हेर्छु ल एकचोटि किचन पनि गएर हेर्छु नि त कस्तो किचन हाम्रो छ वाह ए विदेशी किचन हो यार यहाँ त आप कुछ कहना चाहते हैं ये किचन के बारे में कहना चाहता है इस पे खाने बनाने से बहुत स्वादिष्ट होता है वाह बजाओ ताली 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 हामी किचन पनि हेरेर आइसक्यौँ दामी छ किचन पाक्दै खोइ हेरेन म त भाले होइन कि डाफे हो त्यो त डाफे हो खोइ पठाउँ नि त म पनि पढाउँ बसेर पढ्छु खरायो ख गाईगुडिया ग घर जस्तो ग अङ्ग भर अङ्ग अनलाइन आउने रहेछ अब के गर्नु पढेर आउनु तपाईँ पढेर आउनु नेपालको अहिले त्यही हालत छ टिचरको छाता छ झब झन्डा अब तबाट तपरी जरायो ज भने घर बस्ने हामी कहाँ बस्ने घरमा अनि गोठमा पढ्थ्यो नि कबाट कलम कबाट कलम खबाट कबाट कलममा फुल रोप्न जाउँ खबाट खरायो बारीतिर हरायो अरे गबाट कबाट कलममा खबाट खरायो बारीतिर हरायो गबाट गमला फुल रोप्न जाउँ घबाट घर सुत्न जाउँ जाम अब पढाइ हाम्रो सक्यो छुट्टी ताली 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 ल छुट्टी अब भोलि है आज फर्स्ट टाइम हामी स्याटरडेमा पनि पढ्न आइरहेको हामीहरू जस्तो पढाएको कोही छ
छ कोही हाम्रो क्लासमा बनेको 4-5 जना मात्र, त्यो पनि फर्स्ट सेकेन्ड थर्ड। त्यसपछि अरू कोही पनि छैन। यहाँहरू सब यहाँ क्लास बङ्क मारी हेर्नु त पोज्दै फोटो हान्दैछ यहाँ त। ओहो सब क्लास बङ्क हानिरहेछ यहाँ त, अनि अझै पोज दिन्छ। सब यहाँहरू क्लास बङ्क खान्ने व्यक्तिहरू, यहाँ पनि क्लास बङ्क खान्ने, यहाँ पनि क्लास बङ्क खान्ने, यहाँ पनि क्लास बङ्क खान्ने, यहाँ पनि क्लास बङ्क खान्ने। यहाँ हाम्रो क्लासको सेकेन्ड इयर, अनि हामी भनेको म हामी एकदमै पढ्ने विद्यार्थी, एकदमै टपरहरू, किनकि हामीहरू बिना एक्जाम दिइकन फर्स्ट सेकेन्ड थर्ड कोही छँदै छैन क्लासमा, कोही छँदै छैन। ल आउनु तपाईँ, आपको रिवार्ड दिन आए। रिवार्डमा केही दिनु छैन, घन्टी बजाउनु। यहाँ हामी स्कुलमै हो क्या। ल सबैजनाले हेरिदिनु भएकामा बहुत बहुत धन्यवाद। अब भोलि भेटौँला। भोलि भेटौँला, बाई।